आज म काठमाडौँको उत्तरतिर रहेको बुढानीलकण्ठ मन्दिर पुगेँ। धेरै पटक यहाँ जान त गएको, तर बाहिरैबाट अलिकति धेरै अब भनौँ न मजाले नघुमिकन निक्लेथे अरू बेला। तर आज चाहिँ मजाले आफ्नै आँखाले मजाले हुन्छ नि हेर्ने मौका मिल्यो है। अनि आज चाहिँ म तपाईँहरूलाई मैले चाहिँ के देखेँ त मन्दिरमा भनौँ न त्यस्तो मजाले हेरेर भनेर त्यो चाहिँ म तपाईँहरूलाई भन्छु है त। मन्दिर वरिपरि घुम्दै जाँदा चाहिँ धेरै कुराहरू देख्न पाएँ। कतै पूजाको सामग्रीहरू बेचिरहेको पसलेहरू, कतै फुलमाला, धूप बत्ती प्रसाद, अनि कतै चिया, अनि कतै अब व्यापारीहरूले खानाहरू बेचिरहेको है। अनि कोही आनन्दले बसेर आराम गरिरहेको देखेँ। कोही मान्छेहरू फोटो खिच्दै थिए, कतै बच्चाहरू परेवाहरू हेर्दै अब परेवा लखाट्दै रमाउँदै थिए। मेरो विचारमा यदि सम्बन्धित निकाय, स्थानीय तह वा सरकारवाला संस्थावालाहरूले यसतर्फ ध्यान दिने हो भने बुढानीलकण्ठ मन्दिर अझ आकर्षक र व्यवस्थित गन्तव्य बन्न सक्छ। यहाँ आउने नेपाली मात्र होइन, विदेशी पर्यटकले पनि नेपालको इतिहास र संस्कृतिलाई अझ राम्रोसँग बुझ्न पाउने थिए। अनि मलाई त अब राम्रै लाग्यो। साँझपख पानी पनि अब परिसकेको थियो, भनौँ न असारको महिना है। अनि चिया खाएँ। अनि हाम्रो भिडियो दिन यहीँ सक्यो है त। धन्यवाद।